Siwaru anga Himalaya thungba kayo mikfula laje German lambolo an anim an thi tudung dalle anga jaja lasungba panha kon sapan le samjik mondum hare pujongtu chichi lesungba kotungba panna patungba pataro kelekle kusim menin lava kon ani yaktung sapan o pa mele ekele sogule anga parvatelam no pataro खेप्सुम सार्नु मैले आज के कुरा गर्न खोजेको भनेदेखि हाम्रो याक्थुङहरूको साहित्य याक्थुङ साप्पान भनेको हाम्रो याक्थुङ भाषाको साहित्यको बारेमा थोरै मैले खोज खबर र विश्लेषण यसो गर्दाखेरि मैले भेटेको जुन कुराहरू हुन् त्यो कुराहरू चाहिँ म यहाँ तपाईँहरूको अगाडि राख्न चाहिरहेको छु र कुरो के हो भनेदेखि हामी याक्थुङबा अरूको साहित्य भाषा साहित्यहरूको विषयमा थोरै बहुत कुरा गर्न लागिरहेको छु। हाम्रो भाषा चाहिँ हाम्रो बाउ बाजे परापुर्खाहरूले चाहिँ त्यो सृष्टिकालदेखि कसरी बनाएर ल्याए कसरी बनाएर ल्याए भन्दाखेरि मैले बुझेअनुसार चाहिँ सबैभन्दा यो विश्वमा पनि यस्तो किसिमको भाषाहरू छैन होला र यति मैले उत्कृष्ट पाएँ हाम्रो लिम्बू अथवा याक्थुङ साहित्यहरू चाहिँ यति उत्कृष्ट पाएँ र हामीले जुन हाम्रो भाषामा हाम्रो याक्थुङ साप्पानमा चाहिँ के देखेँ भनेदेखि दुईटा शब्दहरू दुईटा वाक्यहरू जोडिएको शब्दहरू पाएँ। धेरै हेरेँ भने दुईटा शब्दहरू जोडेको पाएँ। अब यो चाहिँ हाम्रो चाहिँ कसले गाउँछ भनेदेखि कसले भन्छ भनेदेखि या फेदाङमा अथवा तुतुम्याङ सावाला साम्बा याबुला याबाहरूले यिनीहरूले बखान्ने गर्छ र तरुनी तन्नेरीहरूले पनि हाकपारे गाउँछ, ख्याली गाउँछ। यो यति परिष्कृत छ हाम्रो याक्थुङ साहित्य र यी चाहिँ भन्दाखेरि हामीले जस्तो भन्नुपर्दाखेरि जस्तो हामीले के भन्छौँ भनेदेखि इक्सादेखि खाम्बेक भनेर भन्छौँ, तरङदेखि ताङसाङ भनेर भन्छौँ। यो दुईटा शब्द किन आउँछ? अनि त्यहाँदेखि आएर के अरे नालिङेन थाङबेन सिसादेन मेन्थिम तेन्दाम मेखिम यस्तो शब्दहरू चाहिँ धेरै आएकोदेखि यो किन दुईवटा शब्दहरू चाहिँ यसरी हुन्छ के अरे हाम्रा पिता पुर्खाहरूले त्यो कालमा सृष्टिकालदेखि चाहिँ यसरी बनाएर ल्यायो होला त। अनि मैले यसो सूक्ष्म अलिक अनुसन्धान गर्दाखेरि यो नै भनेको चाहिँ हाम्रो चाहिँ याक्थुङ लिम्बूहरूको चाहिँ यो चाहिँ साहित्य जस्तो लाग्यो मलाई। अब अरू बेला हामी नर्मल साधारण कुराकानी गर्दाखेरि हामी के अरे यता जाउँ उता जाउँ यो खाउँ त्यो खाउँ के छ खबर भन्दाखेरि हामी नर्मल भाषामा हामी कुरा गर्छौँ भनेदेखि यो हाम्रो याक्थुङ भाषा चाहिँ यति भास्ट यति परिष्कृत रहेछ। त्यस बेलाको त्यो हाम्रो जुजु च्याप्चुहरूले चाहिँ कसरी बनायो होला त्यो यो भाषा र यो चाहिँ विश्वमा कहीँ पनि मैले पाएको देखिनँ। जस्तो भन्यो हामी मैले अघि भनि गएँ दुईटा शब्दहरू दुईटा वाक्यहरू मिलेर चाहिँ कुनै पनि शब्दहरू दुईटा वाक्य कुनै पनि कुराहरू दुईटा वाक्य बनेर बनेको हुन्छ
जस्तो भनेको हामीले के अरे नालिगेन थाङबेन भन्नु पऱ्यो भने थाङबेन भनेपछि त थाङबेनको अर्थ आइगयो नि तन्नेरी भन्ने भयो। अनि नालिगेन हामीले त्यहाँ किन जोड्नु पऱ्यो? अनि सिसागेन मेन्सिम भनेपछि मेन्सिया भइगयो। सिसागेन भनेर हामीले किन जोड्नु पऱ्यो त भन्दाखेरि यो मेरो सूक्ष्म अनुसन्धानबाट चाहिँ तपाईँको नालिगेन थाङबेन भनेर भन्ने बित्तिकै थाङबेन भन्दा बित्तिकै त्यसलाई एउटा स्वरूप दिनको निम्ति चाहिँ हामीले चाहिँ के अरे नालिगेन बनाएको हो कि सिसागेन मेन्सिम भनेर त्यो सिसागेन भनेर लाउनुको अर्थ चाहिँ के हो त? मेन्सिम भने त मेन्सिम सिद्धि गयो। यस्तै किसिमले इक्सा खाम्बेक यो त थुप्रै यो अनगिन्ती शब्दहरू छन्। तर यो शब्दहरू चाहिँ हामीले कि तुतुतुम्याङहरूले कि यबासाम्बाहरूले कि याफेदाङ्बाहरूले चाहिँ त्यसरी भन्ने गर्छ। र चाहिँ यो चाहिँ हाम्रो लिम्बूहरूको चाहिँ यो साप्पानको एउटा साहित्य हो जस्तो लाग्छ मलाई। यो हाम्रो साहित्य त त्यस्तो त्यो अवस्थामा जस्तो सृष्टिकालदेखि नै के लाग्छ भनेदेखि सृष्टिकालमै हाम्रो जस्तो मुयाङ्न ख्याङ्ना भनेर भन्छौँ। हाम्रो सृष्टिको पहिलो मानव भनेर हामी मानिरहेका पनि छौँ। अनि मुयाङ्न ख्याङ्ना अनि सुसुबेन लालाबेन त्यहाँदेखि आएर सुचुरु सुवाम्फेवा तेला र लाहादङ्ना यहीबाट चाहिँ यिनीहरूले सुरु गरेर त्यहाँदेखि आएर पनि हाम्रो मुन्दुम हाम्रो साहित्यहरूलाई चाहिँ हामीले अगाडि बढाएको हामीले हो कि जस्तो एउटा भान पनि हुन्छ। हुन नि हो पनि होला त्यो कुराहरू। र हामीले यस्ता किसिमका दुईटा वाक्य भएको जुन शब्दहरू यिनीहरूको अर्थहरू कसैको सिधै अर्थ लाग्छ भनेदेखि कसैको दुईटा शब्दमा दुईटै अर्थहरू चाहिँ लाग्छ। अनि यो भएर चाहिँ त्यसरी भएको हो कि भन्दाखेरि हाम्रो नाम सुरुदेखिकै सृष्टिकालदेखि सुरुदेखिकै नाम उसले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो भयो जस्तो लाग्छ। तर अब के त्यो जमानामा अब मान्छेको सृष्टि भयो हाम्रो के अरे याक्थुङहरूको जब सृष्टि भयो याक्थेवरको चाहिँ नावाचहितदेखि लिएर त्यहाँदेखि याक्थुङबारको चाहिँ सृष्टि भयो। सृष्टि भइसकेपछि चाहिँ यो यस किसिमको भाषाहरू निर्माण गरेर त्यस बेला कति हाम्रा जुजुबाजेहरू कति पारखी रहेछन् र कतिको उत्कृष्ट रहेछन् भन्ने कुरा चाहिँ हामी यसबाट पनि थाहा पाउँछौँ। र हामी त्यो अवस्थामा त्यो बेलामा यस्तो भाषाहरू निर्माण गर्ने होइन यस्तो भाषाहरूको चाहिँ हाम्रो चाहिँ के अरे विकास त अब के भनौँ भाषाहरू निर्माण गर्ने। र अब यो व्याकरणको सम्बन्धमा पनि व्याकरण पनि अब त्यसै बेलादेखि हाम्रो त्यो जुजुबाजुलाई हामीले अहिले व्याकरण बनाउनु पर्दैन के भने त्यही अवस्था कालदेखि नै त्यो कालखण्डदेखि नै हाम्रो व्याकरणहरू भएको थियो गरे। त्यो चाहिँ त्यसै बेला उनीहरूले सुरुमै विकास गरेका थिए त्यो व्याकरणहरू जस्तो आनी आन्सी अनि गे यो थुप्रै किसिमको शब्दहरू त्यसै बेलादेखि निर्माण भएको थियो र निर्माण गरेको थियो भनेपछि हाम्रा पिता पुर्खाहरू चाहिँ यो विश्वको वैज्ञानिक अथवा विश्वको भाषाविदहरू योभन्दा पनि धेरै अगाडि चाहिँ हाम्रो पिता पुर्खाहरूले चाहिँ यो किसिमको विकास गरेको रहेछ भन्ने कुराहरू हामी यसबाट थाहा पाउँछौँ। र हामीले त मुन्दुम सुन्दाखेरि हामीले याफेदाङमाले तादकमा गर्दाखेरि उनीहरूले गर्दाखेरि चाहिँ यिनीहरूको जुनसुकै तपाईँको मुन्दुममा पनि दुईवटा शब्द आउँछ जस्तो तागेरा निवाफो माङ होइन कसैमा तिनवटा पनि आउँछ तागेरा निवाफो माङ पोरोक्मी याम्बा मिमामङ भनेर यसरी आउँछ। किन दुईवटा शब्दहरू चाहिँ आउँछ त भन्दाखेरि यो अर्थ एउटै दिन्छ तर दुईवटा
शब्दहरू चाहिँ यसरी आउँछ। आएपछि यो चाहिँ के भनेदेखि त्यो शब्दलाई एउटा सुन्दर रूप दिनको निम्ति चाहिँ तिनीहरूले अर्को शब्द जोडे जस्तो पनि लाग्छ। अब कतिपयको चाहिँ एउटै शब्दमा एउटै अर्थ आउँछ, एउटै अर्थ दिन्छ भनेदेखि कतिपय चाहिँ दुईवटा अर्थ पनि लाग्छ। जस्तो इक्सा भनेर भन्यो, खाम्बेक भनेर भन्यो, अब पृथ्वी र माटो भनेरको त्यो कुरो त एउटै हो, तर पनि हामीले बुझ्दाखेरि चाहिँ इक्सा र खाम्बे तरङ ताङसङ भनेर हामी त्यसरी भन्छौँ। यस किसिमले हाम्रो धेरै पहिले हाम्रो जुजु बाजेहरूले चाहिँ गलत, त्यही भएर म जहिले पनि भनिबस्ने गर्छु कि हाम्रो मुन्धुमबाट चाहिँ विज्ञानको सृष्टि भएको हो, विज्ञान भएको। त्यस बेला त अब वैज्ञानिक भन्ने त कोही पनि थिएनन्। त्यो गर्दाखेरि हामीले जस्तो मुयाउन ख्याउन चाहिँ द सुसुवा चाट्नु र के अरे ताक्कन्नु र खेवा चाट्नु र उहाँहरूले साम्यतिन सुरित, अब साम्यतिन भन्नुपर्ने किन साम्यतिन सुरित भन्नु किन साम्यतिन भन्नुपर्नेको अर्थ के थियो? सुरित भन्दाखेरि त हावा भइगयो नि, साम्यतिन सुरित अनि केजमदिन सुरित। अब यस किसिमको कुराहरू चाहिँ आएर त्यसबाट चाहिँ गर्भधारण भएर त्यहाँ चाहिँ अब यो विज्ञानले अहिले त्यसलाई चाहिँ के गरिदियो भनेदेखि त्यो हावाको उसबाट चाहिँ आएर चाहिँ तपाईँको प्रमाणित गरिदियो कि त्यो चाहिँ विभिन्न किसिमको हावाको मिश्रणबाट चाहिँ आएर चाहिँ हावाबाट चाहिँ उसले गर्भधारण गरेको कुराहरू, त्यो कुराहरू आउँछ। त्यो मुयाउन ख्याउनाको जुन उसमा चाहिँ अब त्यही भएर विज्ञानले पछि त्यसलाई फलोअप गरेर चाहिँ त्यो उनीहरूले त्यसरी निकालेको त्यो कुराहरू। किनभनेदेखि हावाबाट चाहिँ तपाईँको साम्यतिन सुरित केजमदिन सुरित, त्योबाट चाहिँ अब के अरे हामी हावा बेगर त हामी त बाँच्नै सक्दैनौँ, कुनै पनि प्राणीहरू पनि बाँच्न सक्दैन। तिनीहरूमा एक किसिमको त्यो विज्ञानले चाहिँ अहिले के प्रमाणित गरिदियो भनेदेखि त्यो प्रजनन क्रिया एउटा रुखको मतलब एउटा फुलको प्रजनन चाहिँ त्यो हावाद्वारा चाहिँ उडेर गएर चाहिँ अर्को उसमा चाहिँ लगाइदिने त्यस्तो किसिमको कुराहरू चाहिँ भएर यो पछाडि यो हाम्रो मुन्धुमले त धेरै पहिले त्यो सृष्टि हुँदैखेरि त्यो कुराहरू चाहिँ जानिसकेका थियो र गरिसकेका थियो। तर पछाडि आएर चाहिँ विज्ञानले चाहिँ आएर के गरिदियो भने त्यसैलाई चाहिँ यसरी प्रजनन क्रिया यस्तो उस्तो भन्ने किसिमको एकले अर्कामा साह्रै भने अब सावा मुइङ भनेर भन्छौँ, सगमा मुइङ भनेर भन्छौँ, निही निवा भनेर भन्छौँ। यो हाम्रो दुई दुईवटा शब्दहरू आउने त्यस्तो चाहिँ हाम्रो याक्थुङहरूको एउटा पवित्र एउटा साप्पानको एउटा सापसप भनेर हामी भन्छौँ। साहित्यलाई साहित्यिक भाषामा हामी त्यो भन्छौँ के अरे सापसप। त्यसरी चाहिँ हाम्रो तयार भएको रहेछ भन्ने कुरा चाहिँ मैले अनुसन्धान गरेको छु र यही किसिमले मैले पनि त्यो यसो सूक्ष्म अनुसन्धान गरेको मात्रै हो। ल त है, सेवा है हजुर। ल।